Welcome to my podcast. हेलो हेलो सम्पूर्णमा आज फेरि मेरो पोडकास्टमा सबैजनालाई स्वागत छ। आज मेरो पोडकास्टमा हुनुहुन्छ गेस्टको रूपमा एकजना पपुलर हाम्रो आमा। हामी आफ्नो आमासँग कुरा गर्दैछौँ होइन। कुरा गर्नको लागि अघि बढ्दैछौँ। आज हामी यसो लाएर सागबारीमा छौँ। यो चाहिँ हाम्रो सागबारी हो। एकदमै साग टिप्न चाहिँ काम कुरो सुरु भइरहेको छ। स्वागत गरौँ। हेलो वेलकम छ आमा। अनि आमा चाहिँ एकदमै एक्कासी क्यामेरामा आउँदाखेरि लजाउनु भएको छ। अनि कुरा क्वेसनतिर लागौँ होइन। यो तोरी तपाईँले छर्नु भएको हो? हजुर छोरी मैले छोड्यौ। त्यही भएर होला यो साग पनि आमा जस्तै बाङ्गो टेङ्गो छ। यहाँ त राम्रो छैन खासै पनि। आमा एकदम सानो सानो हुनुहुन्छ त्यही होइन। तोरी पनि त्यस्तै त्यस्तै उम्रेको छ। अनि यो साग चाहिँ कहिलेदेखि टिप्नु भएको हो? भर्खर नटिम लागेको छु। हो कति जति बनाउनु भयो सुकाएको साग? 500 जति। ओहो 500 यदि बजारमा बेच्नुभयो भने त धेरै पैसा कमाउनुहुन्थ्यो होला होइन? बेच्ने होला बुढीमा। ठिक छ। अनि यो साग चाहिँ तपाईँले कहिलेसम्म टिपिसक्नुहुन्छ त? अब झन् लाग्ला दिन दुईमा सकिहाल्नुहुन्छ? सकिन्छ। ओ यो माथि सबै देखिने जग्गा तपाईँकै हो? हजुर मेरो हो छोरी। आमासँग यस्तो मिठो गफगाफ हुँदैछ। अब म पनि आइसकेपछि म पनि सघाउनै पर्यो। यसरी टिप्नुपर्छ साग, यस्तोरी टिप्नुपर्छ होइन। एकदमै धेरै राम्रो छ। अर्ग्यानिक साग। ओहो 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 हो। After some time, गाई चाहिँ हाम्रो चाहिँ अब भारी पुग्न लागिसकेको छ होइन। आमाले चाहिँ टिपिराख्नु भएको छ। अब फेरि आमा फेरि गफ गर्न मन लाग्यो। सोध्नुको लागि जाउँ होइन। यो तोरी साकाउने टिप्ने बाँकी छ। अनि त्यो टिप्ने बाँकी छ। अब आमा हुन जाउँ। अनि हेलो आमा, कस्तो छ खबर? ठिकै छ भन्नुहुन्न? ठिकै छ क्या, ठिकै छ। साग टिप्छौँ त साग टिप्ने अर्को आउँदैन। आज कस्तो लाग्यो त? आज त भारी पुर्याइहाल्नु भयो अहिले नै। अनि कस्तो लागिरहेको छ आफ्नै छोरीसँग यसरी टिप्न पाउँदा? कस्तो लागिरहेको छ? राम्रो लागेको छ यार। गजब लागिरहेछ। एक्लो टिप्ने, रेडियो बजाउँथे, एक्लो टिप्ने। अब त छोरीसँग कुरा लाउने, टिप्ने राम्रो भयो। कस्तो राम्रो भयो। यति धेरै हामीले टिपिसकेका छौँ। 3 ढोका गरेर लगिसक्यौँ। अब चाहिँ अर्को भारी पुग्न लागिसकेको छ। सकियो काम गर्तिरहने लाग्यो साग पोखेर चाहिँ हाम्रो बारीमा फलेको किबियो साह्रै मिठो आहाहा खाने बेलो मन गाइस। केबी हो केबी। सागको डोको भरिन लागिसकेको छ है। हामीले यस्तै ढोकाको 3 ढोका चाहिँ घर लगेर फालिसकेको छौँ। अब यो लास्ट हो। हामीले चाहिँ टिपेर पनि सिधैसँग लागेछौँ है। चाहिँ हाम्रै गाउँ हो। यो चाहिँ मेरो चित्र हो।